ल सम्पूर्ण फुड लभरहरुमा नमस्कार। आज म चाहिँ मटन छोइलाको रेसिपी लिएर आएको छु। सुरुमा मैले मटनलाई चाहिँ उसमा रोस्ट गरेँ ओभनमा रोस्ट गरिसकेपछि मैले प्याज काटेको छु स्लाइस, रेड अनियन एउटा सिङै, त्यसपछि गएर आधा बन जति कोरिएन्डर, त्यसपछि जिन्जर जुलियन अनि ग्रीन चिल्ली तीनटा, त्यसपछि गएर फ्रेश गार्लिक्स अनि रोस्ट गरेको टोमेटो छ मसँग। अब यसलाई म चाहिँ बिस्तारै एड गर्दै जान्छु। यसमा सर्वप्रथम मैले एड बेसार गरेँ है, के अरे सरी अनियन गरेँ चारैतिर लगाएर। त्यसपछि गएर मैले यसमा गार्लिक राखेँ, त्यसपछि गएर मैले खुर्सानी राखेँ ग्रीन चिल्ली, त्यसपछि गएर मैले राखेँ यो जिन्जर जुलियन, त्यसपछि गएर मैले राख्छु अब यो टोमेटो, रोस्ट गरेको टोमेटो, गरेको टमाटर नि आयो। त्यसपछि गएर मैले अब यसलाई मेथीले झान्छु, बेसार र मेथी। यहाँ फ्राई पिन रेडी छ। मेथी हालेँ, मेथी फ्राई हुँदैछ अब। मेथी पनि लगभग फ्राई भयो। त्यसपछि गएर मैले यो बेसारलाई हालेँ मेथीमा। त्यसपछि मैले झानेँ। अत्यन्तै मिठो स्वाद हुन्छ यसरी बनाउँदा घरमै। त्यसपछि गएर मैले यसमा धनिया मिसाएँ। अब चाहिँ यसलाई मैले मोलेँ। मजाले मोल्नुपर्छ यसलाई। उसलाई अलिकति मैले नुन टचअप गर्नु पऱ्यो, होइन त। थोरै नुन टपअप गरेँ मैले। जति मोले त्यति चाहिँ राम्रो हुन्छ फेरि।